आज चाहिँ हामी यहाँ फिसिङ गर्न आएको भेना म दिदी अनि उता हुनुहुन्छ भेना चाहिँ यहाँ माछा मार्न हेरिरहनु भएको छ यस्तो समुद्रमा म चाहिँ यहाँ सबैजना यतातिर छ यस्तो मजाको चिसोमा त्यस्तो घाम लागिरहेको छ बेनामा बेना हाई गर्छ बेना साह्रै बिजी थिए यहाँ सामान बनाएर जानु भएको त्यहाँ माछा मार्नलाई यहाँ टुक्क बसेर यहाँ चाहिँ ब्राउन छ ब्राउन फेरि पनि परे जस्तो छ गरेछु के दुईटा परेछ दुईटा यो माछा पुरा छ यार गाइस यो माछा महँगो छ भारी माछा आयो दुईटा पर्यो तीनटा भयो अर्कै माछा हो त हेर्न खतरा छ सोधौ ओइ सोमा अच्छा मच्छा बच्चा दिदी पनि आउनु भयो माछा महँगो पर्छ यार दिदी बिउज्यो भनेर होला दुईटा माछा परेको अघि नै परेको नि थाहा पर्छ त बब्बर माछा हो त यो त यो त ब्रेडमा महँगो पर्छ यार ब्रेडमा महँगो गर्छ त आइस चरे जस्तो छ आउँदैछ गाइस बेना तान्दैछ पर्यो उना छाता होला मजा आउँदैछ गाइस माछा खतरा रहेछ कस्तो हाल्यो त अनि खान्छ माछा गाइस बिहान पट्टै पहिला पानी खानु पानी समुद्रतिर आँखामा घाम पर्छ यसरी त कपाल त